हाउ टु राइट बेटर इन्ट्रोडक्सन इन एसे डु यु नो आज हामी एसेमा चाहिँ इन्ट्रोडक्सन पार्ट हुन्छ त्यसलाई चाहिँ कसरी बेटर लेख्ने र त्यसबाट चाहिँ कसरी मार्क्स चाहिँ ग्राफ्स गर्ने बेटर मार्क्स ग्राफ्स गर्ने भन्ने बारेमा छोटोमा डिस्कस गर्छौँ। देयर आर 4 टिप्स चारवटा टिप्सहरू छन् मेनली जसले चाहिँ हाम्रो एसेलाई चाहिँ सेप दिन सक्छ। जस्तै हो है यहाँनिर चाहिँ क्लास 10लाई चाहिँ दिएको एउटा स्याम्पल रूपमा तपाईँहरूलाई पनि दिँदैछु। क्वेसन हो इन्ट्रोडक्सन, अर्को डेफिनेसन इन्ट्रोडक्सन, स्ट्रङ स्टेटमेन्ट इन्ट्रोडक्सन अर कोटेसन अर सर्ट स्टोरी इन्ट्रोडक्सन छ। चारवटा टिप्सलाई चाहिँ हामीले ख्याल राख्नु पऱ्यो। इन्ट्रोडक्सन लेख्नको लागि बडी अनि कन्क्लुजनको बेग्लै पार्टहरू छ। इन्ट्रोडक्सनको फर्स्ट एउटा टिप्स भनेको चाहिँ क्वेसन हुक छ। क्वेसन हुक भनेको चाहिँ क्वेसन सोधेर नै सुरु गर्नु। जस्तै एक्स्ट्रा करिकुलर एक्टिभिटिजमा को बारेमा एउटा टपिकलाई लिएर एउटा बनाएको छु मैले। जस्तै हामीले सुरुमा सोध्न सक्छौँ डाइरेक्टली, हेभ यु एभर वन्डर वाइ सम स्टुडेन्ट्स आर कन्फिडेन्ट इन एक्टिभ वाइल अदर फिल साई एन्ड नर्भस भनेर हामीले डाइरेक्टली प्रश्न पनि सोध्न सक्छौँ। जसले गर्दाखेरि चाहिँ रिडरले चाहिँ हेर्ने बित्तिकै चाहिँ उसलाई चाहिँ के लाग्छ भन्दाखेरि चाहिँ प्रश्नले चाहिँ उसलाई चाहिँ तानेस् क्या। अनि त्यसै गरी अर्को तरिकाले पनि इन्ट्रोडक्सन सुरु गर्न सक्छौँ जसलाई चाहिँ हामी डेफिनेसन इन्ट्रोडक्सन भन्छौँ। डेफिनेसन परिभाषा लेखेर, जस्तै एक्स्ट्रा करिकुलर एक्टिभिटिजको डेफिनेसन लेख्ने। जस्तै एक्टिभिटिज द्याट आर डन आउटसाइड देयर रेगुलर एकाडेमिक सब्जेक्ट्स सच एज स्पोर्ट्स, म्युजिक, डिबेट, आर्ट भनेर पनि हामीले चाहिँ त्यसको परिभाषा लेखेर पनि सुरु गर्न सक्छौँ। मोस्टली हामी त्यही गर्छौँ है, तर हामी अरू पनि युज गऱ्यो भने अझै बेटर हुन्छ। र अर्को छ अझै बेटर पनि स्ट्रङ स्टेटमेन्ट, एमएनटी प्रोनाउन्सिएसन वर्ड हुन्छ, इन्ट्रोडक्सन अर कोटेसन, जसमा चाहिँ हामीले चाहिँ कसैको भनाइलाई चाहिँ लिएर चाहिँ वा कसैकै सुनेको कुराहरूलाई चाहिँ लिएर कसैले दिएको तर्कहरूलाई चाहिँ सुनेर चाहिँ हामीले चाहिँ सुरु गर्न सक्छौँ। यो परिभाषा जस्तै हो तर अलिकति थोरै फरक हो है। जस्तै एजुकेसन इज नट ओन्ली अबाउट बुक्स एन्ड इक्जाम्स, ट्रु एजुकेसन इन्क्लुड्स एक्टिभिटिज द्याट डेभलप स्किल्स एन्ड कन्फिडेन्स भन्यो कि। यसले के भन्यो भने स्टेटमेन्ट कसैले भनेको कुरालाई चाहिँ लियो वा कसैले भनेको डाइरेक्ट भनेको कुराहरूलाई चाहिँ हामीले चाहिँ कोटेसन पनि गर्न सक्यो है। जस्तै अब एजुकेसन इज द्याट वेपन द्याट क्यान चेन्ज द वर्ल्ड भनेर एजुकेसन हामीले सुरु गर्न सक्यौँ नि, कसले भनेको भनेर हो यसरी पनि सुरु गर्न सक्छौँ। भने अर्को लास्ट टिप चाहिँ हाम्रो सर्ट स्टोरी इन्ट्रोडक्सन छ। हामीले तपाईँलाई थाहा छ छैन, हामीले एसे लेख्दाखेरि सर्ट स्टोरी पनि लेखेर पनि बनाउन सक्छौँ है। तर स्टोरी एकदमै कस्तो हुनु पऱ्यो भन्दाखेरि रिडरलाई चाहिँ टक्क छुने हुनु पऱ्यो है। अनि त्यो एकदम रिलेटेड हुनु पऱ्यो र सर्ट हुनु पऱ्यो। जस्तै हामीले इसिएको बारेमा बनाएको छौँ सेम टपिकमा। सीता वाज अ साई स्टुडेन्ट who never spoke in class. After joining the school debate club, she slowly became confident. This shows how ECA can transform